आज फेरि टोमेटोको गोलभेडाको फ्यातलमा सिद्रा माछा क्या माछा पनि यो के नेपाल जानुभएको थियो साथी छुट्टी आउँदाखेरि हङकङ ट्रान्जिट हङकङ ब्याङ्कक घुमेर आउँदाखेरि उहाँले ल्याइदिनु भएको अनि यसमा राखेर अनि कागतीलाई स्लाइस काटेर 2-3 दाना मात्र टिम्बु राख्ने अनि 10-12 दाना तिल भुटेको तिल पनि राखिदिने अनि खाँदाखेरि त यसको निक्लिँदैछ। अनि फेरि आज फेरि यता फेरि चिकन विङ्स छुट्टै बनाएको छु। छुट्टीको दिन हल्का रमाइलो गर्दैछु। एउटा सिँगै लसुन राखेको छु। मलाई फेरि आलु मनपर्छ एकदम। प्रायःसो चिकनमा मैले आलु नै राखेर पकाएको हुन्छु। केही गर्नु पर्दैन यसमा, सबै राखेर छोप्यो पकाइदियो। अनि यसमा प्याज सबै राख्यो, लसुन ससुन सब राखेर हेर्नुहोस् आलु पनि खाँदा मजा आउँछ नि। खाँदाखेरि अर्कै स्वाद आउँछ। अहिले पाकिसकेको छ। तेजपत्ता, दालचिनी, ल्वाङ सुक्मेल जाडोमा जिउ तताउने बाटो हल्का छुट्टीको रमाइलो। अनि फेरि यसको लागि सिद्रा माछा राखेर हङकङको सिद्रा माछासँग अब खाना खाँदाखेरिको स्वादै आज अर्कै हुन्छ। ल खानामा चमचम राखेर साइडमा अझ हुनुपर्छ, चुच्च रमाइलो हुन्छ। ल आउनुहोस् है हजुर।